यो के हो? यो तान हो। तान हो यो। यसलाई कोकोटीको तान हो। यो चाहिँ हामीले आफै छरेर उब्जाको हैन रुवा रुवालाई डोरी हैन डोरी नै बनाउँछु। डोरी नै रुवाको धागो काटेर धागो हो नि त यो। त्यो रुवा उब्जाको कलरै चाहिँ यस्तै कलरको रुवा फलाइन्छ। त्यसपछि यो चर्खाले धागो काटेर यसलाई चाहिँ हामीले यो के हो त्यो? यसको क्वालिटी यही हो। यो कैँचीको छेउको त थुरी नि त्यो कान बुन्ने टुकी लाउनु भन्छ त्यसलाई टुकी लाएर छिराउनु पर्छ र बुन्ने धागो त्यहाँ हुन्छ त्यहाँ वरिर पानी पार्ने यो कोकोटी यो छरेको कोकोटीको दौरा सुरुवाल यो चाहिँ रातो रातो कोकोटी भन्छ यसलाई कोकोटी भन्छ। यो चाहिँ एकदम यसरी पहिला यसरी फलाइन्छ यसरी यो फलाएर यो थुपारेको टिपेर ल्याएको रुवा कपास फलेको रुवा यसको नाम छरेर गरिन्छ। टिप्दै गरेको हामीले यो कपास टिप्दैछौँ। कपास टिपेको टिप्दै यसो गर्नु कम्ती छैन त्यो उता सेतै फुटेको छ। हुन्छ म ल्याउँछु। दोस्रो भयो